उही दिनचर्या, उही जिम्मेवारी, उही काम। तर कहिलेकाहीँ त्यो बोझ जस्तो लाग्छ र कहिलेकाहीँ सहज बगिरहेको अनुभव हुन्छ। के तपाईँले कहिले विचार गर्नुभएको छ यस्तो किन हुन्छ होला? म आज तपाईँहरूसँग मेरो आफ्नो अनुभव बाँड्न चाहन्छु। पहिले म बिहान उठ्ने बित्तिकै घर, परिवार, अफिसका जिम्मेवारी सम्झेर मन भारी बनाउँथे। त्यही सोच्दै गर्दा शरीर आफै थाके जस्तो हुन्थ्यो, मनमा गुनासो आउँथ्यो। काम सबै गर्दै थिएँ तर त्यो काम मेरा लागि बन्धन बनेको थियो। तर मैले मेरो जीवनमा एउटा सानो परिवर्तन गरेँ। आज म उही जिम्मेवारीहरू पुरा गरिरहेकी छु, तर अब ती कामहरूले मलाई थकाइ र तनाव दिँदैनन्, बरु मन हलुङ्गो भएको महसुस गर्छु, तनाव कम भएको छ। के तपाईँ जान्न चाहनुहुन्छ मैले गरेको त्यो सानो परिवर्तन के थियो? दृष्टिकोण हो। तपाईँले सही सुन्नुभयो। मेरो कामप्रतिको मेरो दृष्टिकोण। भगवद् गीता अध्याय 4 श्लोक 19 श्रीकृष्णले भन्नुभएको छ, यस्ये सर्वे समारम्भा कामसङ्कल्पवर्जिताः ज्ञानाग्निदग्धकर्माणं तमाहुः पण्डितं बुधाः। अर्थात् जो सबै कर्म इन्द्रिय तृप्ति गर्ने इच्छाले रहित भएर गर्छ, ज्ञानीहरूले त्यस्ता कर्तालाई पूर्ण ज्ञान रूपी अग्निद्वारा आफ्ना कर्महरू भस्म गराउने पण्डित मान्दछन्। यस श्लोकबाट मैले पाएको सन्देश के हो भने बाहिरी जीवन उस्तै रहन्छ, तर जब भित्री ज्ञानको उज्यालो आउँछ त्यही कर्म बन्धन होइन मुक्ति बन्छ र यसरी ज्ञान रूपी अग्निले कर्म गर्दा गर्दै पनि आफूमा कर्तापन आउन नदिने व्यक्ति नै खासमा पण्डित भनिने रहेछन्। मेरो गीता यात्रामा जोडिनु भएकोमा धन्यवाद। अर्को श्लोक अर्को भिडियोमा।